यहाँ चाहिँ मेरो छोराले गाई बनाएको छ तर गाईको चाहिँ आँखै छैन रहेछ अन्धा गाई रहेछ अन्धा गाई बनाएको छैन त अन्त अन्धा छ त गाई त मोडेर बनाएको होला हेलो नमस्ते श्रीमान आज धेरै दिनमा भिडियो बनाउँदैछु हेर्नुहोस् लाइट पनि चलिरहेको छ है बाहिर उज्यालो पनि छ खासमा चाहिँ के भने चाहिँ पुरा अन्धकार भइरहेछ पानी पर्दैछ है त्यो कारण चाहिँ मैले यहाँनिर लाइट चलाएर काम गर्दैछु अन्त मैले चाहिँ धेरैभन्दा धेरै दिनको बादमा चाहिँ यो लामो भिडियो बनाउँदैछु नि त आज भ्लग बनाउँदैछु त्यो चाहिँ हामी मेलामा गएको थियौँ मेलामा गएर चाहिँ मैले एक दुईवटा सामानहरू लिएको थिएँ त्यो देखाउँछु हो अन्त चाहिँ म आज आलु पराठा बनाउँदैछु त्यो पनि देख्छु तपाईँहरूलाई र बनिरहनुहोस् न मेरो भिडियोमा अनि हिजो राति चाहिँ आँखाहरू सुनिरहेको थियो हेर्नुहोस् हिजो राति चाहिँ मलाई पुरा मन दुख्यो पुराभन्दा पुरा मन दुख्यो है धेरै रोएँ र ढिलो पनि सुन्थेँ त्यसै मन दुखेको अब कतिवटा कुराहरू सम्झेर त्यहाँबाट चाहिँ मेरो मन अलिक हल्का भयो रोएर है त्यहाँबाट चाहिँ अहिले चाहिँ म भिडियो बनाउँदैछु आज चाहिँ मैले हिजो मेलामा के किनेको थिएँ त्यही देख्छु तपाईँहरूलाई आइज न उतापट्टि जति भन्ने अब नपरामा सामानहरू चाहिँ यहाँ छ बाहिरबाट हो धेरैभन्दा धेरै काम भिडियो बनाउँदैछु सोचेको थिएँ हिन्दीमा बनाउँछु भनेर म मेरै भाषामा कम्फर्टेबल छु म मेरै भाषामा बनाउँछु चाहिँ के हो भने कप सानसानो कप लिएको यस्तो पनि दिएछ त्यो चाहिँ दुधको चिया खानुको लागि यो चाहिँ ब्ल्याक टी खानुको लागि यो चारवटा किनेको छु मैले दुईवटा पिङ्क दुईवटा चाहिँ लाइट ग्रिन मेलामा त्यही त पाउँछ मेलामा के किन्नु र है हो अचारहरू हाल्नुलाई नत्र यस्तो त बनाउँदिनँ मैले चाहिँ ब्ल्याक मार्कर राख्थेँ तर फेरि मैले योसँग माथि किनेको लागि यति हो है अरू चाहिँ यो किनेको छु हातको क्रिम मैले एउटा किनेको छु होइन अन्त यहाँ किन भनेको नि घरमा लाने एउटा मैले किनेको छु एउटा किनेको छु राम्रो छ त्यो राइस कुकरहरू युज गर्ने त राम्रो हुन्छ क्या काठको भात बस्नु यति नै त्यो मेरो सामान भयो यो भयो त यो दिनबाटमा गरेर भिडियो गर्नु बिर्सेँ हो अब चाहिँ म खानाभन्दा दाल पाकिसकेको छ हो भात पनि पाक्यो अब नानीले चाहिँ पराठा खान्छ अरे आलु पराठा बनाइन्छ अलिकति आँप र लिचीको सिजन हो नि त आँप खाएर लिची पनि किन लिची चाहिँ एकदमै महँगो भएको रहेछ महँगो छ अन्त आँप चाहिँ कस्तो मनपर्छ लिची को कलर मनपर्छ है प्लिज कमेन्ट गर्नुहोस् होला आलु केलाइहाल्छु नानीलाई एउटा अन्डा उसिनेको छु हो हामी त फ्राई गरेर खाँदा पनि हुन्छ पराठाको लागि चाहिँ यस्तो गर्नुपर्छ पराठा बनाउनु चाहिँ आलु चाहिँ के भन्छ एकदम यो मेन हुनुपर्छ है तर मैदा भए पनि आटा भए पनि जे गर्नुहुन्छ त्यो चाहिँ एकदम गिल्लो हुनुपर्छ
दबाई खान्छु भनेर खाएको थिएँ दबाई खान्छु Semua. Cara sana boleh pola tahu, mikro ya. Nanti coba. Kan? Apa nama? Aji pun aji bapak lagi. Very tasty. अहिले चाहिँ हामी खाना खाएर पनि नानीको ड्रइङ क्लासको लागि पुर्याउन जाँदैछौँ अटोमा छौँ र आज चाहिँ पानी पनि पर्दैछ बाहिर वेदर यस्तो राम्रो भइरहेको छ शीतल है यहाँ हेर्नुहोस् होला